सिम्पल यो दुईटा नेम्स 1 र नेम्स 2 छ। यसमा तपाईहरुले अब आँखाले राम्ररी जाँच्नु भयो भने चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ कतिवटा डिफरेन्स छ भनेर हैन। तर यो चाहिँ अब तपाईहरुलाई स्याम्पल मात्रै मैले देखाउँदै छु, एकदम कम्ती छ यहाँनेर है, तपाईहरुले हेर्न सक्नुहुन्छ। टोटल यहाँनेर 14 वटा रहेछ हो, 14 वटा छ। 14 वटाको अब डिफरेन्स त तपाईहरुले त्यतिकै पनि म्यानुअली गर्न सक्नुहुन्छ। तर बाइ चान्स अब यो डेटा चाहिँ एकदम ठुलो छ है, लामो छ भनौं न 200 500 600 1000 1200 को छ र डिफरेन्स चाहिँ त्यहाँनेर कुन चाहिँ नयाँ थपियो या कुन चाहिँ पुरानो हरायो भनेर हेर्नु छ भने चाहिँ अब त्यो तपाईले म्यानुअली गरि सक्दैन। त्यसले गर्दाखेरि चाहिँ अब सिम्पल एक्सेलमा चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईहरुले चाहिँ यो दुईटाको डिफरेन्स चाहिँ कसरी निकाल्न सक्नुहुन्छ भन्दाखेरि जस्तै अब यो एरियाहरु छ, यसलाई सिलेक्ट गर्दिनुस् हो। यसलाई सिलेक्ट गरेपछि चाहिँ यहाँ कन्डिसनल फर्मेटिङ छ, यसमा जानुस्। त्यहाँदेखि यो हाइलाइट सेल रुल्स छ, यहाँ गरेर चाहिँ ग्रेटर देन यो नम्बरहरुमा गर्न सक्नुहुन्छ। यहाँ डुप्लिकेट भ्यालु छ नि, डुप्लिकेट भ्यालुमा चाहिँ अब तपाईलाई युनिक कुन चाहिँ चाहियो। अब डुप्लिकेट भनेको त अगाडि भएको पछाडी पनि छ, त्यही छ हैन, त्यो त चाहिएन। तर तपाईलाई अगाडि छ तर पछाडी चाहिँ अब कुन चाहिँ युनिक आयो त्यो चेन्ज गर्नको लागि यहाँ तपाईले युनिक गर्नु पर्यो। भ्यालु विथ छ, यसमा चाहिँ तपाईले कस्टम फर्मेट गर्नुस् न। कस्टम फर्मेट गर्यो भने चाहिँ अब तपाईले अब कलरहरु चेन्ज गर्न सक्नुहुन्छ। जस्तै अब म यसलाई यो पर्पलमा गर्छु है, त्यहाँदेखि यो कलर के रे यो गर्दा पनि हुन्छ, बोल्डमा गर्दा पनि भयो हैन। सायद यो चाहिँ नहुँदो रहेछ, तपाईको फन्ट चाहिँ नहुँदो रहेछ। अन्त स्ट्राइक थ्रु गर्दा पनि भयो, नगर्दा पनि भयो है। यसो गर्यो, ओके गर्दिनुस् र जस्तै अब यो फर्स्टको र सेकेन्डकोमा डिफरेन्स चाहिँ के छ भन्दाखेरि यहाँनेर सेकेन्डमा शिव नयाँ थपिएको छ, सञ्जय अजय जीवन यो चाहिँ यहाँनेर नयाँ रहेछ। अनि अगाडिको कुन कुन चाहिँ हरायो यहाँनेर भन्दा हिरा मीरा लोकेश र मनिष यो चारटा चाहिँ यो जुन चाहिँ नेम 1 छ योबाट हराएको छ र यसको यो चारटाको बदलामा चाहिँ यो 4 वटा यसरी आएको छ, तपाईले यो देख्न सक्नुहुन्छ। बाँकीहरु सबै अब सेममै छ, अनुपै छ, रमेश छ यहाँनेर। यो रमेश कहीं तल गएको छ, यहाँ देख्नुहुन्छ हो। कमलेश यहाँ छ, यो यही छ। यो नाम भावेश भएको यहाँनेर छ। अब यो सिक्वेन्समा पनि छैन हेर्नु भयो भने हो। र पनि छ भनेपछि 1 सेल बी र सेल सी मा छ भनेपछि त्यो कलर चेन्ज नहुने, तर छैन। अगर केही डिफरेन्सेस छ भने चाहिँ यसरी नाम चेन्ज हुन्छ। होप यो तपाईहरुले बुझ्नु भयो होला।